हेलो गाइस, नमस्ते, वेलकम ब्याक टु माई च्यानल इट्स मी रक्षा। अनि आज म कति पछि भ्लग लिएर आएको छु। अनि आज म चाहिँ एकदमै एक्साइटेड छु, किन भन्दा म र मम्मी चाहिँ चितवन जानु लागिरहेको छौँ, मम्मीको मामा घर। म चाहिँ अहिलेसम्म पनि गएको छु मम्मीको मामा घर। अनि म चाहिँ एकदमै एक्साइटेड छु अनि मम्मी पनि एकदमै एक्साइटेड हुनुहुन्छ आफ्नो मामा घर जानको लागि। अनि हजुरहरूलाई म देखाउने वाला छु के हुन्छ, के गर्छौँ भनेर। हजुर लास्टसम्म हेर्नु होला है त। मम्मी कतिको एक्साइटेड हुनुहुन्छ है त मामा घर। मैले त कतिको एक्साइटेड हुन्छ मामा घर जानु लागि। म त धेरै खुसी छु हो। हामी रमाइलो गर्नुपर्छ पूजामा। चाहिँ गाडी चल्ने ठाउँमा आइसक्यो यहाँ। कतिको एक्साइटेड हुनुहुन्छ भाइ। यहाँ हाम्रो भरिया अब हामी लाग्यो चितवन आरुस। अब त के हुँदैन नि त। अब हामी लाग्यो चितवन गाइजहरू। आरुस कति एक्साइटेड छ। यस्तो राम्रो देखियो यस्तो ह्यान्डसम है त गाइजहरू। यस्तो पुरै एक्साइटेड हुनुहुन्छ मामा घर जानु। एक्साइटेड हुनुहुन्छ कान्छीहरू अब के बुटेको छ कि जान्छ भाइ के हो त्यो भाइले के लिएर आएको छ यो। भाइ त के छ त्यो छ हाम्रो यहाँ पनि छ। अनि चाहिँ तास पनि छ हान्छ वाराणसी के वो घाट, बंगाल के कोयले की खान, हावड़ा बेड़ा मार्केट और ये 16 पुलिस स्टेशन, ये तुम्हें बदलाव लाने वाली जगह है। मुझे यहाँ तक लाने की निशानी है। तास खेल्न लागिरहेको छौँ। जुटपट्टि गाडीमा यस्तो कसले खेल्छ मेरो देखियो है भाइ। गाडी हामीहरू यस्तो पाएको छ नि। गाडीमा कति सुविधा भएको। अहिलेको त नाइट गाडी त सही हो। कोठै पाएको होइन यो चाहिँ पाएको मामाको चोरेर पाएको त यसो भित्र रहेछ। यो बसमा यति सुविधा छ हजुरहरूलाई। नाइटमा जानु छ भने यही बसमा जानु। न्यु एन्जल कहाँसम्म जान्छ अरे वीरगञ्ज। सिट पनि धेरै कम्फर्टेबल छ। सिट पनि यति कम्फर्टेबल छ नि। सोफा बस्छ। एउटा फिचर देखाउँछु हामी फाइनली आइपुग्यो चितवन। कसरी हेरेर हामीलाई तँलाई मन पऱ्यो जस्तो अन्त हामीहरू चितवन आइपुग्यौँ। हामीहरू हिँड्दैछौँ यस्तो अँध्यारो सुनसुन रोडमा। अनि उसमा हिँडिरहनु भएको छ। आफ्नो मामा घर पत्ता लगाउने चाहिँ मम्मीहरूले कति वर्ष भयो जानु भएन अरे। पत्ता लाउनुहुन्छ कि हुँदैन है गाइसहरू। भाइ मम्मीहरूले पत्ता लाउनुहुन्छ कि हुँदैन होला। हेर मामा घरको माया हौ। धन्न तेरो चाहिँ नजिकै रहेछ मामा घर छिमेकी।